प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै देशलाई अहिलेको जमानासम्म गरिब बनाएर राख्नेहरूले हामी फेरि शासन गर्न आउँछौं, हामीलाई साथ दिनुहोस् भनेको सुन्दा अचम्म लाग्ने गरेको ओलीको भनाइ छ। यो देशलाई कंगाल बनाउने तिनै राजाहरू हुन्। अहिले यत्रो विकास भएको छ, 30 वर्षमा यत्रो विकास गरेका छौं। जुन कुरा तथ्याङ्कले बताउँछ, आँकडाले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला। हामीले यो देशलाई बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ, देशलाई बस्न लायक बनाउनै पर्छ। वातावरणीय हिसाबले हिमाल छन्, पहाड छन्। यस्तो स्वच्छ पवित्र छ, यो त देवभूमि हो। यस्तो ठाउँ अक्सिजनै अक्सिजन भएको ठाउँ छ। यस्तो ठाउँमा फोक्सोको व्यापारी कहाँबाट आयो? फोक्सोको व्यापारी, उनले भनेका छन्। अहिलेको पुस्ताले देशको उपचार गर्नुपर्ने पनि ओलीको भनाइ छ। देशलाई शुद्ध, पवित्र र सुखमय बनाउने जिम्मेवारी युवाहरूकै काँधमा रहेको पनि ओलीको भनाइ छ। दर्शक महानुभावहरू, यो भिडियो हेरिसके पछाडि तपाईको मनमा के लाग्यो? राजाहरूले देशलाई कंगाल बनाएको प्रधानमन्त्री ओलीको आरोपप्रति तपाईँ के भन्नुहुन्छ? कृपया कमेन्ट बक्समा आफ्ना विचारहरू लेख्नुहोला। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। आगामी दिनमा पनि यस्तै जानकारीमूलक र समाचारमूलक भिडियोहरू लिएर हामी उपस्थित हुनेछौँ।